जय छठी मैया। नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई आजको यो विशेष भिडियोमा। आज हामी कुरा गर्दैछौँ हिन्दू धर्मावलम्बीहरूको एक अत्यन्तै पवित्र र श्रद्धायोग्य पर्व छठ महापर्वबारे। यो पर्व केवल आस्थाको विषय होइन, यो हाम्रो संस्कार, संस्कृति र आत्मिक साधना हो। छठ महापर्व नेपाल, भारत र विशेष गरी मिथिला, भोजपुर र तराई क्षेत्रमा धुमधामले मनाइन्छ। यो पर्व भगवान सूर्य र छठी मैयाको उपासना हो। व्रतालुहरू 4 दिनसम्म शुद्ध मन, तन र वचनले व्रत बस्छन्। यो पर्वले हाम्रो जीवनमा कृतज्ञता, संयम र शुद्धता ल्याउँछ। छठ पर्वको उल्लेख वेद र पुराणहरूमा पाइन्छ। महाभारतको अनुसार द्रौपदीले पनि पाण्डवहरूको कल्याणको लागि छठ व्रत गरेकी थिइन्। यो पर्व वैदिक सूर्य उपासना परम्परासँग सम्बन्धित छ। त्यसैले छठलाई वैज्ञानिक र धार्मिक दृष्टि दुवै कोणले महत्त्वपूर्ण पर्व मानिन्छ। सूर्य भगवान जीवन र ऊर्जाका स्रोत हुन्। छठको पहिलो दिन बिहान बेलुका नदिया पोखरीमा स्नान गर्छन्, घर सफा गरिन्छ अनि चना, दाल, भात, लौकाको तरकारी पकाइन्छ। यो दिनदेखि व्रतालुहरू सात्विक भोजन मात्र ग्रहण गर्छन्। छठको दोस्रो दिन साँझ सूर्य अस्ताउँदा व्रतालुहरूले प्रसाद तयार गर्छन्। दुधको खीर, रोटी र केरा। यसपछि व्रत सुरु हुन्छ, जसमा अन्न वा पानी पनि ग्रहण गरिँदैन। यो दिन मौन, ध्यान र पवित्रता कायम राखिन्छ। त्यसपछि छठको तेस्रो दिन सन्ध्या। यस दिन व्रतालुहरू ठेकुवा, कसार, रोटी, विभिन्न किसिमका परिकारहरू बनाउने गर्नुहुन्छ। त्यसपछि छठ पूजा बस सूर्य अस्ताउँदा जलमा उभिएर अर्घ्य दिन्छ।
ठेकुवा, केरा, उखु, धूप, दीप सहित पूजा गरिन्छ। पुरा वातावरण भजन र दीपको उज्यालो छठको तेस्रो दिन सन्ध्या अर्घ्य। साँझ घाटमा हजारौं व्रतालुहरू जम्मा हुन्छन्। सूर्य अस्ताउँदा जलमा उभिएर अर्घ्य दिन्छ। ठेकुवा, केरा, उखु, धूप, दीप सहित पूजा गरिन्छ। पुरा वातावरण भजन र दीपको उज्यालोले भरिन्छ।
छठको चौथो दिन अर्थात् अन्तिम उषा अर्घ्य। अन्तिम दिन बिहान सूर्योदय अघि व्रतीहरू पुनः घाटमा पुग्छन्। उग्ने सूर्यलाई जल अर्पण गरी व्रत समाप्त गर्छन्। यो बेला वातावरणमा एक अद्भुत शान्ति र भक्ति अनुभव हुन्छ। छठ पर्वमा बिहान र साँझ सूर्य स्नान गर्दा शरीरमा भिटामिन डी उत्पादन हुन्छ। उपवासले शरीर शुद्ध हुन्छ र मानसिक स्थिरता बढ्छ। भोजनमा प्रयोग हुने सामग्रीहरू पनि पौष्टिक र प्राकृतिक हुन्छ। छठ पर्वले परिवार, छिमेकी र समाज एकसाथ ल्याउँछ। सबैजना मिलेर घाट सजाउँछन्, दीप बाल्छन्, भजन गाउँछन्। यो पर्वले सामूहिकता, सहयोग र एकताको सन्देश दिन्छ। छठ महापर्व केवल धार्मिक संस्कार होइन, यो जीवनको अनुशासन, प्रकृतिप्रतिको कृतज्ञता र आत्मशुद्धिको अभ्यास हो। आउनुहोस् यस वर्ष हामी पनि सूर्य भगवान छठी मैयाको पूजा श्रद्धापूर्वक गरौँ। आफ्नो जीवनमा उज्यालो, शान्ति र समृद्धि ल्याऊ। जय छठी मैया।